यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू भन्दा बाहेकका सबै पनि राज्यकै हो। हामी सबै पनि राज्यकै हो। सरकारले भनेकै कुराहरुसँग समन्वय गरिकन हामी आफ्नो कुराहरु परिचालित गरिहाल्छौं। हामीले यही नै भनेका छौं कि यतिखेर स्टेट भन्दै गर्दाखेरि स्टेटले नन स्टेट भनेर भनिएको त्यो सबैलाई पनि आफ्नो ठान्नुपर्छ। हामी सबै यो बेलामा राज्यका हौं। विपत्तिको लगत्तै पछाडी हामी सबैलाई विपत्तिमा परेको प्रत्येक नागरिकको जस्तै पीडा हुन्छ। चाहे त्यो राज्य सञ्चालनमा बसेका कोही होला, चाहे सञ्चार माध्यम होला, चाहे हामी होला। तर 5-7 दिन पछाडी हाम्रो प्राथमिकताहरू बदलिन्छ, जुन स्वाभाविक हो। त्यसपछि त्यो विपत्तिको मारमा परेको मान्छे त्यो एक्लैले त्यो मार खेपिराख्नुपर्छ। अहिले जाजरकोटको भूकम्प सम्झ्यो भने हामीले अहिले जाजरकोटको भूकम्पबाट त्यतिखेर त्यो बेलामा रातारात सबै घरहरू बन्छन् भनेको जस्तो भएको थियो। तर अहिलेसम्म पनि त्यहाँको कैयन घरहरू बनेको छैन। राष्ट्र विपत्तिको बेलामा नेपालका सबै राजनीतिक दलहरू एकै ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने हाम्रो आफ्नो विगत रहँदै आएको छ, परम्परा रहँदै आएको छ। र यही परम्परालाई कायम राख्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा रहेको र संसदभन्दा बाहिर रहेका पनि मुख्य दलहरूको सर्वदलीय बैठक बोलाउनु भयो र हामीहरूले अहिले बैठकमा बसेर केही छलफल पनि गरेका छौं र केही विषयहरूमा निर्णय पनि गरेका छौं। सरकारको तर्फबाट अहिले भइरहेको खोज उद्धारका बारेमा केही प्रारम्भिक जानकारीहरू हामीलाई गराउनु भएको छ। त्यसमा हाम्रा आफ्ना केही बुझाइहरू, हामीले पाएका केही सूचनाहरू हामीले थप मद्दत सरकारलाई होस् भनेर त्यही बैठकमा सरकारलाई दिएका छौं। र यो बेलामा पहिलो चरण त अहिले पनि खोज नै गर्नुपर्ने छ, थुप्रैको उद्धारै गर्नुपर्ने छ। अहिले त हामी त्यही चरणमा छौं। तत्काल राहत पुर्याउनु पर्ने छ र राज्यको तर्फबाट सबै संयन्त्रहरू, सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्र, अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरि नै राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौं, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू भन्दा बाहेकका सबै पनि राज्यकै हो। हामी सबै पनि राज्यकै हो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं। हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीजीले अहिले तत्कालै विपदग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरिकन सडक सफा गर्नका निम्ति र अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छैन, संख्याहरू परिचालित गरिदिनु पर्यो भनेर भन्नुभएको छ। हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ त्यो आवश्यकताको अनुसार हामी आफ्नो पार्टीभित्र जुन विपदका हाम्रा संरचनाहरू बनाएका छौं ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरुसँग समन्वय गरिकन हामी आफ्नो कुराहरु परिचालित गरिहाल्छौं। हामीले यही नै भनेका छौं कि यतिखेर स्टेट भन्दै गर्दाखेरि स्टेटले नन स्टेट भनेर भनिएको त्यो सबैलाई पनि आफ्नो ठान्नुपर्छ। हामी सबै यो बेलामा राज्यका हौं। चाहे निजी क्षेत्र होला, चाहे राजनीतिक दल होला, चाहे सामाजिक संघ संस्थाहरू होला, यो सबै मेरो शक्ति हो। यो सबैलाई मैले परिचालित गर्नुपर्छ किनकि सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठूलो प्राकृतिक विपत्ति पछिको अवस्थामा काम गर्ने कुरा सम्भवै हुँदैन। हामी भए पनि सम्भव हुँदैन, जो भए पनि सम्भव हुँदैन। यसरी गर्नुपर्छ भनेर भनेका छौं र मलाई विश्वास छ यसलाई सरकारले पनि त्यो अनुरूपले लिन्छ। दोस्रो, आज हामीले छलफलमा के भनेका छौं भने हामीले प्रत्येक विपत्तिमा गरेको अनुभव, विपत्तिको लगत्तै पछाडी हामी सबैलाई विपत्तिमा परेको प्रत्येक नागरिकको जस्तै पीडा हुन्छ। चाहे त्यो राज्य सञ्चालनमा बसेका कोही होला, चाहे सञ्चार माध्यम होला, चाहे हामी होला। तर 5-7 दिन पछाडी हाम्रो प्राथमिकताहरू बदलिन्छ, जुन स्वाभाविक हो। त्यसपछि त्यो विपत्तिको मारमा परेको मान्छे त्यो एक्लैले त्यो मार खेपिराख्नुपर्छ। अहिले जाजरकोटको भूकम्प सम्झ्यो भने हामीले अहिले जाजरकोटको भूकम्पबाट त्यतिखेर त्यो बेलामा रातारात सबै घरहरू बन्छन् भनेको जस्तो भएको थियो। तर अहिलेसम्म पनि त्यहाँको कैयन घरहरू बनेको छैन। यो हामीले कसैलाई पनि दोष नदिकन हेर्यौं भनेदेखि भने हाम्रो विगतको अनुभवले हामीले यो कुरा सिकाउँछ। त्यो आजको छलफलमा हामीले यो कुरा उठायौं कि यो कुराको पुनरावृत्ति नहोस् भन्नका निम्ति हामी अलिक फरक ढंगले काम गरौँ त भन्ने सन्दर्भमा अहिले एउटा सर्वदलीय एउटा संयन्त्र बनाऊ र त्यो पनि संसदभित्रबाट एउटा समिति बनाऊ। संसदभित्रबाट बनाएको यो समिति अहिले तुरुन्त अहिलेको चरणमा मात्र काम गर्दैन। यसले त यो लगातार यो त अरू वर्षौं लाग्छ। खरबौंको क्षति भएको छ, कति क्षति भएको अनुमान गर्न सक्ने अवस्था छैन। त्यसले यसले लगातार अहिले खोज उद्धार, यो अर्ली रिकभरी, यो सन्दर्भमा सरकारलाई सुझाव दिने, पार्टीहरूलाई पनि कतिपय ठाउँमा संयुक्त रूपमा परिचालित गर्नुपर्ने कामहरू होला, त्यो पनि त्यो संयन्त्रले गर्छ। र त्योभन्दा बाहेक पनि
अलि पछाडि जब हामी अलिकति सामान्य भएको अवस्थामा पुग्छौँ तर त्यो बेलामा झन् बढी आवश्यकता हुन्छ। त्यो बेलामा विपदको मारमा परेका नागरिकहरूको पक्षमा झन् बोलिदिनु पर्ने हुन्छ। त्यो बेलामा चाहिँ यो संयन्त्रले लगातार सरकारमाथि चाहिँ अनुगमन पनि गरोस्, सरकारलाई कतिपय ठाउँमा सुझाव पनि दियोस्, ग्यापहरू पनि बताओस् र यसमा पनि कुनै प्रतिस्पर्धा नगरिकन एकै ठाउँमा आएर गरौँ भनेर हामीले आजको एउटा छलफल गरेर पनि निर्णय गरेका छौँ। र हामीले सबै पार्टीका साथीहरूलाई, सबै राजनीतिक दलका आफ्ना कार्यकर्ताहरूलाई, सदस्यहरूलाई परिचालित हुन आह्वान गरेका छौँ। तर परिचालित हुँदै गर्दा यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौँ। पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ, हामी सबैले आफूले सङ्कलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकै द्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि यो पनि सँगसँगै हामीले आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ। र यो हामीहरूले लङ टर्ममा पनि खास गरिकन जलवायु परिवर्तन र हामी जुन खालको प्राकृतिक जोखिममा छौँ यी कुराहरूका सन्दर्भमा पनि बेला बेलामा छलफल हुने, तर यसका लागि दिगो रूपमा गर्नुपर्ने कामहरू नगरेको जुन हाम्रो अनुभवहरू रह्यो यसबाट पनि सिक्दै यसका सन्दर्भमा पनि हामीले यसमा काम गर्नुपर्छ भन्ने कुरालाई पहिला मनन गरेका छौँ। र त्यो जिम्मेवारी पनि त्यस सर्वदलीय जुन संयन्त्र छ, संसदीय समिति छ, त्यसले काम गर्छ। संसदमा नभएका दलहरूलाई पनि त्यसमा आमन्त्रण गर्ने र सबैले मिलेर जोइन्टली काम गर्ने। अहिलेको लागि खालि यति नै कुरा हो। हामीले यो बेलामा चाहिँ आजको छलफल सर्वदलीय यो छलफलबाट सबै राजनीतिक दलले सरकारलाई हाम्रो एउटै सन्देश पनि दियो, एउटा सोलिडारिटी, हामी सबै एक ठाउँमा छौँ। र नागरिकहरूलाई पनि यो बेलामा त्यो नभनिकन नेपालका सबै राजनीतिक दलहरू दुःखको बेलामा, पीडाको बेलामा हामी एकसाथमा छौँ। हाम्रा जति ताकत, सामर्थ्य, हाम्रो अनुभव त्यो सबै लगाएर हामी यो बेलामा चाहिँ हामी एकअर्कालाई मद्दत पनि गर्दै र एकबद्ध भएर अहिले यतिखेर महाविपत्तिमा परेका नागरिकहरूलाई जोगाउनका निम्ति हामी यसमा खर्चिन्छौँ, हामी समर्पित भएर लाग्छौँ भन्ने कुराको एउटा सङ्कल्प गर्न पनि भेला भएका। यो सङ्कल्प गरेर आजको बैठक हामीले टुङ्ग्याएका छौँ। कङ्ग्रेसले केही आर्थिक सहयोगको पनि खाएको गरेको छ हामीहरूले गर्छौँ। हामीहरूले यो हिजोबाटै हामीले हिजो एउटा निर्णय गरिसक्यौँ कि हामी सङ्कलन गरेर पार्टीको हामी यो सरकारको कोषमा राख्छौँ भनेर। योभन्दा पहिला कोभिडको बेलामा हामीले 50 लाख रुपियाँ सहयोग गऱ्यौँ, त्योभन्दा पहिला 50 लाख सहयोग गऱ्यौँ। हामी यो बेलामा त्योभन्दा अझ बढी गर्न सक्छौँ कि त्यसले एकपटक हाम्रो पार्टीका सबै संवेदकहरूसँग सल्लाह गरौँ र एकमुष्ट हामी भरे भोलि भित्रमा हामीले, तर हामी सरकारको कोषमै हामी एकमुष्ट सहयोग गर्छौँ। थ्याङ्क यू।